र उपस्थित सम्पूर्ण कालिम्पोङवासी चारैपट्टिबाट आउनु भएका सबै हाम्रो ब्लक 1, 2, 3, 4 आज टाउन कमिटी जुन प्रकारले बनियो त्यस उहाँलाई पनि यो बधाई र शुभकामना दिँदै र मसँग साथमा आउने दार्जिलिङबाट आउने मेरो साथीभाइ दिदीबहिनीहरू लगायत हाम्रो फ्रन्टल अर्गनाइजेसनको युथ भनौँ, जेएनडब्ल्यू भनौँ, एक्स आर्मी भनौँ, सबैजनालाई एउटा स्वागत शुभकामना आउँदो दिनको लागि सबै राम्रो भएर जाओस् भन्ने मेरोबाट बधाई। र यसले गर्दाखेरि आज विशेष गरी एउटा कालिम्पोङमा अस्तिदेखि नै आइदिनु भन्ने कुरा थियो, विशेष आजको आइदिनु भन्ने कुरा के विषयवस्तु थियो भने एउटा पार्टी अफिस पनि अघि नै भन्यो। पहिला जुन प्रकारको चल्दै आएको त्यो पार्टी अफिस तपाईँहरूको अगाडि बताइदिनु भयो के भएको थियो, त्यति बेला के कसो हुन गयो। र यसले गर्दाखेरि पार्टी अफिस पाउन पनि गाह्रो र यसले गर्दाखेरि म पनि खुसी थिएँ आज पार्टी अफिसको उद्घाटन हुने रहेछ। साथै पनि एउटा टाउन कमिटी सबै वार्डहरू लिएर बनिएका छन्, उहाँहरूलाई पनि भेटघाट गरिदिने र उहाँहरूलाई पनि बधाई दिने एउटा सुझाव थियो। त्यसले गर्दाखेरि म तपाईँहरूको आगमनमा आइपुगेँ र सम्पूर्ण जति पनि आउनु भएको छ यहाँ सम्पूर्ण जो आउनु नभ्याउनेहरूलाई पनि स्वागत जनाउँदै एउटा विचार अब यो कालिम्पोङमा समाचार माध्यमबाट जति पनि जे देख्नु हुँदैछ, तर अब यसरी बसेर दुःख सुख कुरा गर्ने मलाई मनपर्ने त्यही नै हो। एउटा आगो नै डरलाग्दो तागत हुन्छ, यही सम्झाउँदै हिँड्दैछु म। यसले गर्दाखेरि यसरी नै आउँदै थिएँ, तर आज भाषण दिने समय भएको छैन। जब भाषण दिने समय आएको हुन्छ त्यति बेला सुन्नु। अब तपाईँहरू कस्तो प्रकारको छ, गाउँघरमा के प्रकारको हल्ला हुँदैछ, तपाईँहरूमा चर्चा गाउँघर समाज हुन्छ डरलाग्दो। फर्स्ट टाइम हुन्छ तपाईँहरूबाट सुन्नुपर्छ मैले गाउँघरको हल्ला। अब झन् मैले भन्छु चोक बजार र डम्बर चोकको हल्लादेखि त जोगिनु भनेर यसरी नै जोगाउँदै ल्याइ पुऱ्याएँ यहाँसम्म। तपाईँले के कसो बुझेको छ अहिलेसम्म मैले सुन्नु पाएको छुइनँ। धेरै कमबाट सुन्नु पाए तापनि के बुझ्यो कसो बुझ्यो, अब धेरैले त बुझ्यो होला, डबल इन्जिन बुझेको छ होला, कसैले के बुझेको छ होला। अब मैले इन्टरेक्ट गर्नु पाएको छुइनँ तपाईँहरूसँग, बुझ्नुपर्ने तपाईँहरूकोबाट, सुन्नुपर्ने तपाईँहरूकोबाट। जति पनि आउनु भएको छ भनेको हाम्रै गोर्खे सन्तानहरू भनेको नयाँ पुरानो कोही पनि छैन, कसैलाई नछुट्याउने भन्ने मेरो विचार हो। अँगाल्नुपर्छ अब सबै तपाईँ र हामीले अँगाल्नुपर्छ। पुरानो कुराहरू कोट्याउने समय पनि छैन। पुरानो कुराहरू के छातीमा राखिसके भनेको त्यो कुराहरू बिर्सिसके कहिले पनि कोट्याउँदिनँ म। तपाईँले पनि विचारधारणा राखेर नै अगाडि बढ्नुपर्छ। अब यो जाति अगाडि बढिदिनुपर्छ। अब यो जातिले दुःख पाएको हुँदैन। यो जुन चाहिँ डबल इन्जिनको कुरा छ भनेको 50 साल बाद आएको तपाईँ र हाम्रो भनेको यो जातिको यो माटोको भाग्य 50 साल बाद भनेको अब यसले राम्रोसँग अगाडि लिएर जानुपर्छ भनेको हो। डबल सरकार भएको छ, केन्द्रमा पनि राज्यमा पनि त्यो सबैहरूले जानेको कुरा हो भनेको। अब तपाईँ र हाम्रो चाहिँ जिम्मेवारी सिद्धिएको छैन। बुझ्नुपर्छ नम्बर 1 तपाईँले सजिलोसँग बुझ्नु हो भने तपाईँ र हामीले कमलको फुलमा किन भोट खसाल्यो भनेर त्यो बुझ्यो भने धेरै सजिलो हुन्छ भनेको। किन भोट खसाल्नु भएको त, यदि त्यो चिज बुझेको छौँ भने यत्रो कन्फ्युजन पनि हुँदैन भनेको। यसले गर्दाखेरि तपाईँ र हाम्रो जिम्मेवारी सकेको छैन। जब सक्छौँ सबै सिद्धिन्छ, मेरो जिम्मेवारी सिद्धिन्छ। यो जाति र माटोको लागि जुन प्रकारले तपाईँ र हामी अगाडि बढाएको थियो, हड्डी र छाला भएर यहाँसम्म ल्याइपुऱ्याएको सबैजनासँग यहाँ हिँड्ने सबैजना हो। तपाईँ हड्डी र छाला भएर यो बाटो कोही त हिँड्नु नमान्ने, यति गाह्रो बाटो रहेछ। मलाई पनि पार्टीले पठाएको ठुलो ठालाले पठाएको यो बाटो हिँड्नु भनेर, तर गाह्रो बाटो तर हिँड्यौँ। चाहना पनि थियो यो जातिको लागि के गरौँ भन्ने, यो माटोको लागि के गरौँ भन्ने चाहना भित्रबाट रुचाएको मैले यही चिजै हो भनेको। अरूमा इन्ट्रेस्ट लाग्ने थिएन म, यही हो भनेको। पार त लाग्नुपर्ने हो, यो जाति पार लाग्नुपर्ने हो। तपाईँ र हाम्रो माटो सुरक्षित पार्नु नै पर्ने हो। यदि तपाईँ र हामीले गरेनौँ भने कसले गर्ने भनेको एउटा चिन्ता। यसले गर्दाखेरि पनि यो बाटो हिँड्नु परेको थियो। गाह्रो बाटो, साह्रो बाटो। जब
हामीले जब राजनीति गर्छौँ भनेको तपाईँले आफ्नो माटै चिनेर भने राजनीति नगर्दा पनि हुन्छ। माटो चिन्नु जरुरी छ भनेको तपाईँले माटै बुझेको छ भने राजनीति नगर्दा पनि भयो। हाम्रो बुढापाकाहरू 86 देखि लिएर आएको, सिक्दै आएको, पढ्दै आएको, सुनेका हौ, यो सबै चिजहरू छ भनेको त्यसै हम्नेका त होइन नि त हामी भनेको। छ त्यो योगदानहरू, ती शहीद भएकाहरू छन्, जान गुमाएको छन्, अझै पनि उहाँका परिवारहरू छन्। सबै चिजलाई ध्यानमा राखेर हो यो जाति र यो माटोको लागि काम गर्नुपर्छ भनेर। सो यसले गर्दाखेरि माटै आउँछ पहिला भनेको, नम्बर 1 भनेको। अहिले भन्नुभयो भक्तजयले दाजुले कति राम्रो यो मन्त्र लिएर नि हिँडेको, पार्टीभन्दा जाति ठुलो, जातिभन्दा माटो ठुलो, यो मन्त्र लिएर हिँडेको। पार्टीको लागि पनि मैले बताइदिएको त्यो समयमा पार्टीमा अलिकति गाह्रो पर्नु सक्छ तपाईँलाई भनेको, किनकि पार्टीको राजनीति गरेको थिएन मैले भनेको। गाह्रो पनि पर्यो तपाईँलाई, साह्रो पनि पर्यो, थाहा छ। चारैपट्टि भनेको कालिम्पोङमा मात्रै नभएर सम्पूर्ण भनेको तपाईँ र हामी भनेको यो गोर्खा जातिलाई गाह्रो परेको त्यो समय गर्नु पर्ने थियो। जेनरल पार्टीले त्यो भूमिका निभाउनै पर्ने थियो भनेको। बिगार्ने खतरा यत्रो समय नष्ट भएर जाँदाखेरि अब हामी बिगार्नु पुग्ने थिएनौँ भने त्यो मानसिकता लिएर अगाडि बढेको। त्यसै हिँडेको आएनौँ, बुझेर हिँडेको। के गर्नुपर्ने हो पायौँ त, कुकुरले नपाउनुसम्म दुःख पायो यो जातिले। छरेको चारोमा बाँच्नुपर्ने यो जाति कति नसौँ यो गोर्खा जातिलाई छरेको चारोमा बाँच्नुपर्ने भनेको। छरेको चारो त्यही माथि हारा लुज भनेका। बुझ्नुहोस् तपाईँको हाम्रो हालत कस्तो थियो, नराम्रो स्थिति। आउँदो दिनमा चाहिँ कस्तो भएर जानेछ त्यो केलाउनु सक्नेले केलाउँछ भनेको। आउँदो दिन भनेको 20, 30, 40 वर्ष फेरि बात नगरेर चिन्ताजनकै थियो, लाग्दो थियो। तपाईँ र हामी अगाडि बढ्नु नै थियो। मन्त्र थियो आपाको। धेरै मलाई भने म भन्ने गर्छु, तपाईँहरूको अध्यक्ष त बेसी बोल्दैन भन्थ्यो, बोल्नु नआउनु नि भन्थ्यो, किसिम भन्थ्यो, यता खोज्यो उता खोज्यो, किसिम आउँथ्यो। अन्त मैले उहाँलाई त्यही भन्थेँ भनेको, तपाईँहरू आपाको यत्रो ठुलो ठुलो कुरा गर्नुहुन्छ, हामी जानी जे पनि कुरा गर्नुहुन्छ आपाको, तर आपाको मन्त्र नै तपाईँले बुझेका छैन भने आपाको के ठुलो कुरा गर्नुभएको। एउटा मन्त्र हो, पार्टीभन्दा जाति, जातिभन्दा माटो ठुलो। यो नम्बर 1 तपाईँले बुझेन भने राजनीति नगर्दा पनि हुन्छ भनेको ठुलो कुरा हो। अर्को दोस्रो कुरा के हो तपाईँले बुझ्नुपर्ने भनेको, जस्तो अघि मैले कुरा गरेँ भनेको, बोल्नु नआउनु पर्ने, मैले जताभाइ के गर्नुपर्ने हाम्रो लागुन चलाइदिएको थियो, यो गर्नुपर्ने थियो। तर अर्को दोस्रो मन्त्र भनेको आफूले ठुलो ठालालाई जलपाइगुडी भनौँ, मध्यगढा भनौँ, अरू जग्गामा बताउँदै हिँड्नु आएको त्यो के थियो भने, ओ भाइ भन्नुहुन्थ्यो, डाकु लाग्ने जग्गामा 1000 को नोट गर्दै हिँड्छौँ भनेको थियो। अब बुझ्नुहोस् भनेको, डाकु लाग्ने जग्गामा 1000 को नोट गर्दै हिँड्छौँ भाइ भनेको अर्थ के हो भनेको। अब त्यो मन्त्रै तपाईँले बुझेन भने त अन्त यो जता भाइ त्यता बोलेर त भएन नि त। चुकिनु भनेको यहाँ त तपाईँलाई हाम्रो भाग्य फुटाउने ज्यादा थियो। यहाँ थिएन चोक बजार र डम्बर चोकमा चिच्चाएर कराएर भाषण दिने समय नै थिएन त। तपाईँहरू हाम्रो जिम्मेवारी के त, जेनरल पार्टीको जिम्मेवारी के थियो त, सेन्ट्रल कमिटी जेनरल पार्टीको उहाँले जिम्मेवारी के दिएको थियो त मलाई। एउटा जिम्मेवारी हो, यो त सरसल्लाहमा हुन्छ, एक्लै कुदेका त होइन नि त। यहाँ त सबै सिस्टममा चल्छ। तर मेरो जिम्मेवारी के थियो, जेनरल पार्टीको जिम्मेवारी के थियो, चोक बजार र डम्बर चोकमा भाषण दिने थिएन। तपाईँको हाम्रो जिम्मेवारी के थियो भने भारत सरकारलाई बुझाउनु पर्ने थियो भनेको। तपाईँ र हामीलाई यो जातिलाई खोजेका चिजहरू, भिजाको चिजहरू सम्झाउनु पर्ने, दिशाहीन भएको सरकारलाई तपाईँ र हामीले दिशा देखाउनु पर्ने भएको कारणले गर्दाखेरि जेएनएल पार्टीको चाहिँ त्यो भूमिका थियो भनेको अहिले त्यसरी बुझ्नुपर्छ। खेलाइसी गरेर हुँदैन। अब अहिले के बुझ्नु भएको छ, कसो बुझ्नु भएको छ, बजारको हल्ला के होला कसो होला मलाई थाहा छैन यहाँ। तर गर्नुपर्ने अब 50 साल बाद आएको यस्तो समय भनेको, 50 साल बाद 34-35 बाद कसैले चलाएको थियो होला, 15 वर्ष कसैले चलायो होला। लगभग गर्दाखेरि 50 साल बाद तपाईँ र हाम्रो भाग्य, यो माटोले पाउनुपर्ने अधिकार, तपाईँ गङ्गनेका 86 देखि तपाईँले जुन प्रकारको अब भट्टाउँदै हिँड्नुहुन्थ्यो होला, नारा जुलुस लाउनुहुन्थ्यो होला, माटोको अधिकार माग्नुहुन्थ्यो होला, यो भूमि हामीले भन्नुहुन्थ्यो होला। तपाईँ
तपाईहरु हामी यो भूमिसँगै आएको भन्नुहुन्थ्यो होला, पोस्टर पनि टाल्नु भयो होला, फिल्टर जुलुस पनि चलाउनु होला। घुमफिर गरेर खुट्टा माटो गइआउँछ। तपाईहरु हाम्रो माटो नै सुरक्षित हुनुपर्छ भनेको कसरी बन्ने त यो माटो सुरक्षित? माटो सुरक्षित भएको हुनुपर्छ भने संवैधानिक तौरमा भारतको संविधानको अन्तर्गत तपाईहरु हाम्रो माटो सुरक्षित, आउँदो भाउ सन्तान सुरक्षित, तपाईको छोरा छोरी नाति पनाति सबैको सुरक्षित भनेको माटो सुरक्षित भनेको चाहिँ यो र उल्टो पाल्टो र तल्लो कुरा गर्नु हुँदैन। जेनेरल पार्टीमा सुहाउँदैन। तल्लो स्तरको भनेको अन्तिम मौका तपाईहरु हाम्रो यो जातिको पछाडिको उभिएको छ। भारत सरकार उभिएको छ। अब यस्तो पाउनु हुँदैन। यो समय भारत सरकार छ, तपाईहरु हाम्रो पछाडि उभिएको राज्य सरकार छ, एमपी छ, एमएलए छ, सबै छ। अब नराम्रो हुने त कुरा आएन त, नराम्रो हुने त कुरा आएन त। अब एक अर्कामा बाँच्ने कुरा पनि छैन भनेको मैले त भन्ने गर्छु भनेको मेरो त बाँच्ने समय पनि छैन। हजुर भन्छु, बाँच्ने समय नै छैन भनेको बाँच्ने, त्यसको लागि मलाई माफी दिनुहोस् है भन्छु। बाँच्ने समय नै त छैन। कुनै फुर्सद पाएको बेलामा पनि फुर्सद पनि छैन बाँच्ने। त्यसको लागि यस्तो समय गुमाइसक्यो। अब यो जाति र माटोको कुरा छ, यही पार ल्याउनै पर्छ। धेरैजना त हामी गुमायो, सुर्तामै गुमायो, ठुलाठाला गुमायो, जाति र माटो बुझ्ने व्यक्तिहरू गुमायौँ हामीले। अब यो दिन देख्न पाएन नि त उहाँहरूले। दुःख त लाग्छ, तर तपाईँ र हाम्रो जिम्मेवारी र कर्तव्य कर्म धर्म भन्नुहोस् त्यो त निभाउनु पर्यो नि त। के हो त कर्म धर्म भनेको? यो दाल भात र मासु भात खाएर त्यो संसार सुनेर आएन नि त। तपाईँ र हाम्रो के हो त गर्नुपर्ने ड्युटी? यो कारको चाहिँ यसरी बुझ्नुपर्छ भनेको। आउँदो दिन डरलाग्दो भौतिक लडाइँ हो यो। गर्नुपर्ने पाउनुपर्ने संवैधानिक व्यवस्थाको कुरा छ यहाँ। तपाईँ र हाम्रो माटोले पाउनुपर्ने संवैधानिक अधिकारको कुरा छ। अब यो गएको कुराहरू छ। जान्ने बुझ्नेले धेरै बुझेका छन्, पुरानो मान्छेहरूले भनौँ आपसमा जोडिएकाहरूले धेरै बुझेकाहरू छन्। र यसले गर्दाखेरि अब संवैधानिक व्यवस्था त के हो, कसो हो, के हुनुपर्ने हो त अब कुरा त्यही आयो। तपाईँ र हाम्रो माटो सुरक्षित नम्बर 1 डाँडो प्रयोगको कुरा आउँछ होला, कानुन बनाउने क्षमता होला, लेजिस्लेचर भनिन्छ, सिमानाको कुरा छ, धेरै कुराहरू छ। अब धेरै कुराहरू छ। अब यसमा अध्ययन गरेका व्यक्तिहरूले मात्रै यो चिजहरूमा बात गर्नुपर्छ भनेको आदिकल्चर जानेकोले हुँदैन, मिल्दैन भनेको यो अन्तिम हो। सजाउनु पर्ने ती घाटहरू नमिलेकाहरू पुर्खादेखि नै भनेको भट्टाउँदै आएको हो। गनगनेका यो चिजहरू आफू सुताउने मौका हो भनेको घरिघरि नआउनु सक्ला यस्तो दिन भनेको सुत्ता त्यसमा छ भनेको। आफैले त अब माटोको जन्म कुण्डली त निकालेर बस्नु भएको, त्यो जन्म कुण्डली मेरोमा छ। आफैले निकाल्नु भएको माटोको जन्म कुण्डली, अब माटोको जन्म कुण्डलीमा के चाहिँ लेखेको थियो? अब जे लेखेको छ के हुन्छ भन्ने थियो उहाँको भनाइ। र यसपालि जुन 4 तारिक थियो भनेको जन्म कुण्डलीमै लेखेको थियो 4 तारिक। अब तपाईँ हाम्रो मानसिकता भन्छ अब थोत्रो कुरामा अब समय नष्ट नगर्ने, समय नै नष्ट नगर्ने भनेको अब वान एन्ड ओन्ली चान्स भन्छ। अब यस्तो मौका घरिघरि आउँदैन भनेको हड्डी र छाला भएर यहाँसम्म ल्याइपुर्यायो यो जाति र माटोलाई। म पनि जातिलाई साह्रै माया गर्ने मान्छे, साह्रै माया गर्ने मान्छे भनेको म तपाईँहरूको मान्छे हो, तपाईँहरूको सन्तान हो म, तपाईँहरूको सन्तान हो म। कहिले पनि विश्वासघात गर्दिनँ म। हो सबैसँग साथमा साथ लिएर हिँड्ने मान्छे हो भनेको जे पनि गर्छु। हो अहिलेसम्म यहाँ उठे सबैले गर्दा नै हो भन्छु म। सबैको प्रयास, सबैको कोसिस, सबैको चिन्ता के थियो भनेको, चिन्ता के थियो त्यो बुझ्नुपर्छ तपाईँ र हामीले भनेको। अब कुरा के आयो? माटो सुरक्षित आउँदो भावी सन्तान सुरक्षित। अब यति बुझ्नुपर्छ। यो तपाईँ र हाम्रो कर्तव्य हो र ड्युटी हो। कर्तव्य र ड्युटी भनेको पछि भनेको छोराछोरी नाति पनातिको कुरा उहाँहरू आउँदाखेरि उहाँले भूमि नै पाएन नि। भूमिहीन भयो भने तपाईँ र हामीले भूमि सुरक्षित पार्नै सकेनौँ भने अब बुझ्नुहोस्, भूमि सुरक्षितै पार्नु सकेनौँ भने हाम्रो भावी सन्तानहरू भूमिहीन भन्यो भने भूमि बिनाको जाति
गोर्खा जाति के जाति भन्नु, उनी बिनाको जाति भनेको यस्तो प्रकारले बुझ्नुपर्छ भनेको जोगाउनु छ। अब अरू कुरा नगर्नु, यस्तो प्रकारमा यो चिजमा अलिकति रिसर्च गर्नुपर्छ तपाईँहरूले भनेको, ध्यान त्यहाँ दिनुपर्ने हो भनेको। अब समय छैन भनेको, छिटो छिटो गर्नुपर्छ। अन्त आउँदा दिन अब भारत सरकार जुन प्रकारको यो डबल इन्जिन आएको छ भनेको तपाईँ र हामीलाई सताउनु आएको होइन। मैले अघि नै भने तपाईँ र हाम्रो 50 साल बाद यस्तो प्रकारको यो दिन देख्न पायो। यस्तो प्रकारको दिन भनेको 50 साल बाद भनेको यो जातिले भर कुट्न जति पनि सक्छ यसको फाइदा उठाएको हुनुपर्छ। माटोकै कुरा आउँछ। म त जान्दैछु माटो मात्रै, अरू बेसी बुझ्दिनँ पनि म। माटोको कुरा आउँछ। घुमफिर गर्दा पनि यो जाति भनेको यो गोर्खा जाति हमेसा शिर खडा गरेर उठोस्, बाँचोस्। बल्ल बल्ल बिग्रेको भाग्य भनेको, उठिसकेको भाग्य दोबारा यहाँसम्म ल्याइ पुऱ्याएको छ भनेको त्यसको यात्रा डरलाग्दो छ, लामो छ, लामो जान्छ। अब त्यसको यात्रा तपाईँहरूलाई बताइराख्यो भने त्यसको कठिनाइ के थियो, तर तपाईँलाई हामीले रोजेको बाटो त्यही थियो भनेको। जबरजस्ती गरेका होइन भनेको, रोजेका थियो यो बाटो हिँड्न भनेको हो। पार लाग्ने पर्ने थियो, सबै चिन्ता गरिरहेको थियो, अरूमा छैन। जेएनएलएफको जति पनि कार्यकर्ताहरू छ भनेको जाति र माटो मरिमेट्ने छन्, अरू पनि छन्, धेरै छन्। अब काम पनि यसैमा गर्नुपर्छ भने हो। यो प्रकारले तपाईँले सँगसँगै सम्झाउँदै जाने पर्ने। अब दुःख पाउने बाटो हिँड्नु हुँदैन, दुःख पाउने बाटो हिँड्नु हुँदैन। यो जातिले दुःख पाउनुसम्म पाइयो। अब यो जातिले दुःख पाउनुसम्म पाइयो। अब अल्मलाउनु हुँदैन भनेको यो प्रकारले बुझ्नुपर्छ तपाईँ र हामीले। दुःख त यति पुग्यो, भोग्नुसम्म भोग्यो। अब यस्तो प्रकारले गर्नुपर्छ। थोत्रै कुरा गरेर पनि हुँदैन। सबै आफ्नो सन्तान हो। म त भन्ने गर्छु सबै हाम्रो गोर्खे सन्तान हो। माया गर्नुपर्छ भनेको, केही पनि छैन भनेको। पुरानो कुराहरू बिर्सिनु, अब अगाडि जानु छ। यो जातिलाई देशसँग कदममा कदम मिलाएर हिँडाउनु छ भनेको। यो जातिलाई देशसँग कदममा कदम मिलाएर हिँडाउनु छ, अगाडि बढाउनु छ भनेको तपाईँ माटो सुरक्षित कार्य गर्नुपर्छ भनेको अन्तिम तपाईँ हाम्रो जिम्मेवारी हो। ठुला ठाला जति पनि छ अन्तिम जिम्मेवारी तपाईँहरूले यहाँसम्म त हामीलाई दोहोऱ्याएर ल्याउनु भयो, गर्नुभयो। अब अन्तिम छ, अलिकति पार लगाउनु छ। त्यस्तो तपाईँहरूले धैर्य धारण गरेर बसिदिने। आज जे पनि भयो जस्तो प्रकारको अलिकति साङ्घातिक कुराहरू त्यो कसो त्यो तपाईँहरूले सम्हाल्नु पर्ने हो। साङ्घातिक विषयवस्तुहरू तपाईँहरूले नै याद गर्नुपर्छ। अब यहाँ सबै याद गर्नुपर्छ भनेको काम बाँड्नुपर्छ। एकैजनाले सबै गर्नु मिल्दैन भनेको। म दार्जिलिङबाट आएर यहाँ यताउता साङ्घातिक विषयमा इन्टरफेयर गर्नु मिल्दैन। तपाईँहरू नै माझमा मिलाउनुपर्छ सबै चिजहरू। जिम्मेवारी डरलाग्दो छ। आउँदो दिनमा भनेको पार्टी कस्तो प्रकारले चल्छ, आउँदो दिनमा कस्तो प्रकारले चलेको हुन्छ त भनेको सिस्टममा चलेको हुन्छ भनेको। सिस्टम, म सिस्टमै छोड्दिनँ। अब यसरी बुझ्नुहोस्। धेरैजना आउँछ माथि पार्टी अफिसमा, आफा बस्ने पार्टी अफिस सबैलाई थाहै छ भनेको। सबै त पुरानो हाम्रो सन्तानहरू नै हो। माथि अफिसमा आउँछन्, धेरै मान्छेहरू आउँछन्, सबै आउँछन् भनेको सबैलाई स्वागतै गर्छु। म आउँछु, दुःख सुखको बात गर्छु। अब त्यहाँ त्यो किसिम किसिमको हुन्छ। माथि आफ्नो अर्थ लाग्नु हुँदैन भनेको, मसँग भेटघाट गर्दाखेरि के अर्थ निकाल्नु हुँदैन भनेको। म त्यहाँ भेटघाट गरेको हुन्छु, आशीर्वादै लिएको हुन्छु। तर हाम्रोलाई भने नि पोस्ट त पालेको हुँदैन दो भाइ भन्छ। आशीर्वाद लिएको भयो त, पोस्ट त पालेको होइन नि त, त्यहाँ मिल्दैन नि त। त्यो गरेर अर्को अर्थ पनि लाउनु हुँदैन। जो पनि आए त्यसमा आशीर्वाद लिनु पर्यो, जानिदिनु उहाँलाई। अन्त यो प्रकारले अब तपाईँ र हामीले सबैजनालाई भनेको आफ्नै सन्तान सम्झेर माया गर्ने। अब सबैले दुःख पाउने बाटो नहिँड्ने सबै भनेको अब यो लास्ट मौका हो। अब लास्ट मौका हो। सबैजना मिलेर अगाडि लिएर जाने। अब सबैजना भनेको बुझ्नुभयो, सबैजना भनेको सबैजनाले अगाडि लिएर गर्दाखेरि केही पनि छैन।
अन्त यसले गर्दाखेरि आज जति नै जे पनि भयो, आज सबैजनालाई बधाई। यसरी अगाडि लिएर जानु, समस्याका जति पनि के छ कसो छ बनाउनु पर्ने। अब साङ्गठनिक विषयवस्तु अहिले म यहाँ उभिएर भन्नु सक्दिनँ, साङ्गठनिक कुराहरू यहाँ उभिएर भन्नु सक्दिनँ म। अब तपाईँहरू बसेर कुरा गर्नुपर्छ। यहाँ एक दुई कुरा राख्नुपर्ने थियो, महत्त्व के थियो, इम्पोर्टेन्स केसमा दिनुपर्ने हो, काम केसमा गर्नुपर्ने हो। बादमा गएर हिँड्ने बाटो पनि अर्कै हुन्छ। बादमा गएर भनेको तपाईँलाई हाम्रो माटोले नै न्याय पाइसकेको खण्डमा त हिँड्ने बाटो पनि त अर्कै हुनु पर्यो। हिँड्ने बाटो पनि त बेग्लै भएको हुन्छ। पार्को बाटो हिँड्नु छ भने लडाइँ झगडाको कुरा नगर्ने, डिसिप्लिन बस्ने। आपाको हमेसा यो पनि याद राख्नु, डिसिप्लिनमा बस्ने र हेल्थ ठिक राख्ने। अब हेल्थ चाहिँ ठिक राख्नु पर्यो भने अब दुःखको घडीमा मौसम फुलाउनु होला, झन् कालिम्पोङमा साथी जोड जोडको फुल लाग्यो। अब सबैको हेल्थ हट्टाकट्टै देख्छु। तर अब सुखको बेलामा भनेको आउँदो दिनमा भनेको हेल्थै खराब भयो भने तपाईँहरूको बेडमा लेखिरहेको भनेको नाकमा तारहरू घुसाइरहेको कति नराम्रो, मलाई पनि नराम्रो लाग्ने भनेको। यसले गर्दाखेरि हेल्थ चाहिँ राख्नु इम्पोर्टेन्ट हो। डिसिप्लिन र हेल्थ इम्पोर्टेन्ट चिज हो। र बुढापाका भनेको आमा बाबाको आशीर्वाद लिनुपर्ने भनेको हमेसा यही भन्दै हिँड्छु, सबैलाई थाहा छ भनेको यही हो। तागत पनि मेरो यही थियो भनेको, बुढापाकाको आमा बाबाको आशीर्वाद लिएर नै गएको, यही तागत लिएर गएको र तपाईँहरू थियो। नडकमगाई बसेकाहरू थियो। यो तागतले पनि भारत सरकारलाई आफ्नो कुरा राख्ने एउटा मौका पाए, राखिदिए। तपाईँहरूको गुनासो राखिदिए, घोषेका चिज राखिदिए, दुःखदेखि नमिलेका कुराहरू सबै। अब यो सबै चिज मिलाउने चाहिँ यो समय अब मिलेर गर्नु, सबले सुख पाओस्, सबको भलो हो। जेले पार्टीको मात्रै भलो होइन भनेको सबैको भलो भएको हुनुपर्छ भनेको, यो जातिको भलो भएको हुनुपर्छ भनेको सबैजनाको। अन्त यो मानसिकताले लिएर अगाडि हिँड्यो भने यो जातिले कहिले पनि दुःख पाउँदैन, हजुर कहिले पनि दुःख पाउँदैन। अनि यसले गर्दाखेरि आज दुःख गरेर वरिपरिका प्रतिनिधि भनौँ, चारैपट्टिबाट भेला भएकाहरू आउनु भएको छ। टाढा टाढाबाट अघि ढिला आए तापनि आउनु भएको छ। उहाँहरूलाई पनि अब धन्यवाद दिँदै आज जति पनि मैले कुरा राखेँ छोटकरीमा, एकदम छोटकरी र ब्रिफ भन्छ, अब एकदम छोटकरीमा राखेको छु। मलाई आशा छ तपाईँले अलिकति धेरै बुझ्यो भनेर। अनि यसले गर्दा आउँदो दिनमा जति पनि आउनुहुन्छ होइन, अहिले त बेसी मैले मुभमेन्ट पनि नगराएको कालिम्पोङबाट बेसी नगरेको जाममा फस्छ। जामै त 2 घन्टा 3 घन्टा फस्नुहुन्छ भनेर तपाईँहरूलाई पनि दुःख कष्ट नदिएको। आज एउटा मौका र एउटा सायद जोडेको हुनाले गर्दाखेरि आज पार्टी अफिस पनि आजको उद्घाटन भएको कारणले गर्दाखेरि यो सायद पनि जुट्यो। यसरी गर्दाखेरि म जति सक्दो म आउने कोसिस गर्छु तपाईँहरूको आँगनमा। अहिले मुभमेन्ट चाहिँ एकदमै जब अब अलिकति सिजन डाउन हुन्छ दार्जिलिङमा, डरलाग्दो छ भनेको 1-2 घन्टा 3 घन्टा बाटोमा फस्नुहुन्छ। यसले गरी बादमा अलिकति सिजन डाउन होला, त्यति बेला अलिकति गरौँ न, तालमेल हुन्छ, फोनमा जोगाजोग भइ नै रहेको हुन्छ। तपाईँहरूसँग सबैसँग तल माथिल्लो स्तरदेखि ग्रासरुट स्तरसम्म नै छ जोगाजोग मेरो सबैसँग भनेको। अब आउँदो दिनमा तपाईँ र हामीले काम गर्नुपर्ने अलिकति छोटकरीमा मैले बताइदिएको छु। तपाईँ हाम्रो भूमिका के हो, सेन्ट्रल कमिटीका भूमिकाहरू के हुन्छन्, अन्यका के भूमिकाहरू हुन्छन्, के कुरा राखेँ कसो राखेँ आउँदो दिनमा मैले अझै तपाईँहरूलाई भन्नुपर्ने चिज त्यति बेला भन्नुला। र यसले गर्दाखेरि तपाईँहरूलाई आज समष्टिकाहरू सबैजनालाई र आज नयाँ एउटा टाउन कमिटी गठन भएको आफ्नो दाजुभाइहरूलाई पनि बधाई र शुभकामना र सम्पूर्ण आज आउनु भएको र मसँग आउनेहरू सबैजनालाई पनि धन्यवाद दिँदै आजको छोटो विचारको यही अन्त गर्दछु। जय सुभाष, जय गोर्खा।